कमाइको परिभाषा के धन कमाउनु मात्रै हो र? सम्पत्ति कमाउनु मात्रै हो र? पक्कै पनि होइन होला। कमाइको सच्चा परिभाषा त अनुभव, इज्जत, मान, प्रतिष्ठा अनि सुन्दर सम्बन्धहरू कमाउनु पनि त होला। संसारमा कतिपय यस्ता सम्बन्धहरू पनि छन् जो पैसाले किन्न सकिँदैन, जुन सम्बन्ध मनबाट गाँसिएका हुन्छन्। ती सम्बन्धहरूलाई के पैसामा तौल गर्न सकिन्छ र? पक्कै पनि सकिँदैन होला। त्यसैले आज यो समाजले तैँले के कमाइस्, कति कमाइस्, कति पैसा जम्मा गरिस्, कत्रो घर बनाइस्, कति घडेरी किनिस् अनि कस्तो गाडी चढिस् भनेर प्रश्न गर्छ। त्यो बेलामा हामीले जवाफ दिनु, मैले राम्रो असल साथी कमाएको छु, सुन्दर मित्र कमाएको छु, बलियो र समझदारीका सम्बन्ध कमाएको छु, यो समाजमा थोरै भए पनि इज्जत कमाएको छु, प्रतिष्ठा कमाएको छु। हो, त्यो नै समाजको सबभन्दा ठुलो सम्पत्ति हो। यहाँ कतिपय यस्ता व्यक्तिहरू पनि छन् जसले पैसा फालेर इज्जत कमाउन थालिरहेका छन्। त्यसैले सबभन्दा ठुलो कुरा त आफ्नो सम्बन्ध, आफ्नो इज्जत, मान र प्रतिष्ठा पनि हो। नमस्ते।